सम्पूर्ण साथीहरूलाई स्वागत छ मधु पोल्ट्री फार्मिङ ब्लगमा। विशेष गरेर सामान्यतया आजको भिडियोको यो डे 20 कम्प्लिट भएको अवस्था छ, रनिङ भएको अवस्था छ मेरा यी गोरेहरू। सामान्यतया आजको दिनमा मेडिसिन चलाउनु पर्दाखेरि दिनको पानीमा पानी सफा गर्ने औषधि नहालिकन र रातिको पानीमा पनि वाटर गार्ड नहालिकन, वाटर गार्ड भनेको मतलब पानी सफा गर्ने औषधि नहालिकन आजको दिन राति चलाउनु होला भनी भ्याक्सिन नलगाउने साथीहरूले, जस्तै म जस्तो साथीहरूले चाहिँ सामान्यतया स्वच्छ तन्दुरुस्त कुखुराहरूलाई आजको दिन पानी सफा गर्ने औषधि हालेर साँझ अथवा बिहान दिन रातको पानीमा आजको तपाईहरूले पानी सफा गर्ने औषधि हालेर सादा पानी, फ्रेस पानी अच्छा तरिकाले ड्रिङ्करहरू माझेर फ्रेस पानी नै दिनुहुन अनुरोध छ। त्यसै गरेर दिनुहोला। भने केही कुखुराहरू मरेको हुन्छ हैन, एउटा दुईटा कुखुरा फ्याट्टाफुट्टा जान्छ। विशेष गरेर 18 देखि 22 दिनमा कुखुराहरू गम्बारो, सिआरडी, कलेजो यो सम्बन्धीको जान्छ। ट्रिटमेन्ट यो तरिकाको ट्रिटमेन्ट गर्न एकदम जरुरत छ। अच्छा बहुत बिहान बेलुका दिउँसो 3 टाइम बहुत अच्छाले खोरमा यसो निगरानी बहुत तरिकाले 2-4 मिनट टाइम दिएर निगरानी लाउनै पर्छ। कुखुराहरू एउटा मर्न बित्तिकै खाल्टामा खुर्ने, लगाएर खाइहाल्ने, कसैलाई दिइहाल्ने गर्नै हुँदैन। जानिन्छ, सकिन्छ, नसके पनि सके पनि जाने पनि नजाने पनि प्रत्येक कुखुरा चिरेर एक पार्ट गरेर हेर्नै जरुरत हुन्छ। 3 दिनमा एउटा मरे पनि त्यसलाई चिरेरै हेर्नुपर्छ। सो कहाँनिर त्यसको समस्या छ त्यहाँनिरको कुखुराहरूलाई औषधि ट्रिटमेन्ट गरिहाल्नुपर्छ है साथीहरू। नगरिकन बसेर चुप लागेर हुन्न, कुखुरा सोध्रो हुन्छ नि। यो बहुत निगरानी गर्नुपर्छ है अबको कुखुराहरूलाई। हेर्नुहोस् है। सो मैले त्यसोको अब बिहानमा जस्तो यो भ्याक्सिन नलगाइकन जाने साथीहरूले बिहानमा जस्तो कुखुराहरूलाई आजको दिनमा जस्तो करिबन 200 ग्राम 150 ग्राम भेली पानी पनि दिन सकिन्छ। यो बेलामा बिहानको पानीमा कुखुराको ट्रिटमेन्ट अनुसार तपाईको अलि मुटुमा पानी छ नि यताउति जमेको छ भने चाहिँ हिपाटो केयर पनि दिन सकिन्छ। तपाईको 10 ml बराबर, अब डोज बढाउनु पर्छ। 10 ml बराबर 100 चल्ला बराबर, 7 देखि 10 ml बराबर 100 चल्लाको अनुमानले तपाईको बाल्टीमा पानी ल्याउने र यो ड्रिङ्कर माथि बन्द गरेर यो ड्रिङ्करलाई ट्याक्क लाएर एक जग हाल्दै जाने। बिहानमा 1-2 घण्टामा जसरी भ्याक्सिन दिइन्छ त्यो तरिकाले बिहानमा चाहे तपाईले भेली पानी चलाउनु, चाहे तपाईले स्याक सुक गरिरहेको छन् अवस्था, जटिल किसिमको सिआरडीहरू छ, यस्तो सिसिआरडीहरू हैन, यो सम्बन्धी रोग छ भनेपछि तपाईले बिहानको पानीमा तपाईले लसुन 200 ग्राम लसुन ल्याउनुहोस्। त्यसपछि अलिकति तपाईको 2-3 बिर्गा तपाईको भिर्गोन हाल्नुहोस्। भिर्गोन नै 2-3 बिर्गा तपाईले हाल्न सक्नुहुनेछ। लसुन प्लस 200 ग्राम लसुन हुन्छ भनेपछि 100 चल्ला बराबर 10 ml का दरले 7 ml करिबन 7 ml को दरले तपाईले यो पसलमा पाउने हुन्छ। जो त हजुर त्यही पैँचो भेनेगर लसुनमा मिक्स गरेर बिहानको पानीमा 2-3 घण्टा बाल्टीमा घोलेर मिक्सरमा मसाले पिसेर जगले ड्रिङ्करमा ट्याक एक जग हाल्दै त्यसरी पनि दिन सकिन्छ। भने डाइरेक्ट त्यस्तो अल्छी लाग्छ यताउति हो भनेपछि तपाईको लिभोफ्लेक्सन हैन 7-10 ml बराबर 100 चल्ला गराएर बिहानको पानीमा टर्र पारेर त्यस्तो स्याक सुक सिआरडीको छ भनेपछि त्यसरी पनि लिभोफ्लेक्सन, लिभोयाप इत्यादि विभिन्न किसिमको पाउँछ हैन। अझ होल्यान्डको अझ राम्रो औषधिहरू पनि पाउँछ। त्यस्ता किसिमका औषधिहरू
स्याक सुपको लागि हाल्न सकिन्छ भने तपाईँको बिहानको पानीमा मात्रै है, केही 1-2 घन्टा सीमित बिहान चिसो मौसममा रातभरि 24 घन्टा हाल्ने, त्यो कुखुरा मार्ने गर्नुहुन्न। त्यसपछि तपाईँको अब किडनी सम्बन्धी पोस्टमार्टम गर्दा देखिएको छ, किडनी सुन्नेको यस्तो छ वर्षा साइडमा हैन, त्यस्तो छ भनेपछि फेरि हिप्टोन भन्ने औषधि, हिप्टोनहरू औषधि ल्याएर चलाउन सकिन्छ बिहानको पानीमा। सोही मात्रामा बाल्टीमा ट्याक पार्ने, 1 जग घोलेर खालि हिप्टोन मात्रै 7 ml बराबर 100 चल्ला गराएर हिप्टोन हाल्न सक्नुहुनेछ। र कुखुराहरू अलिकति फेरि कुखुराहरूको पोस्टमार्टम गर्दा त्यो पनि चलाउन सकिन्छ। त्यसपछि हजुरहरूको कुखुराहरू मुटुमा कलेजोमा अलिकति समस्या पानी जमेको यताउति छ भनेपछि तपाईँले केही गर्नु पर्दैन, हिपाटो केयर ल्याएर बिहानको पानीमा 7 ml 100 चल्ला बराबर त्यसै गरी 1 बाल्टीमा घोलेर ट्यार र जगमा हालेर स्याहारेर खुवाउन सक्नुहुनेछ। मैले त्यसै गरिरहेको छु। कुखुराको पोस्टमार्टम रिपोर्ट अनुसार भइरहेको अवस्था छ। हजुरहरूलाई कस्तो लाग्छ यो भिडियो हेर्दै जानु होला। र पोस्टमार्टम रिपोर्ट गर्दा यिनी हात खुट्टाहरू केही कुखुराहरू डुँडा देखिया छन्, केही कुखुरा अति कमजोरी खालका देखिया छन् हैन, हिष्टपुष्ट त्यति देखिँदैनन् भनी तपाईँहरूले त्यस्तो अवस्थामा तपाईँको कमजोरी जस्तो छन् भनेपछि यो अवस्थामा तपाईँको बिहानको पानीमा तपाईँको 1-2 घन्टाको पानीमा ओसेबिन क्याल्सियमहरू, विभिन्न किसिमका क्याल्सियम अथवा राम्रो ओसेबिनहरू ल्याएर चलाउन सक्नुहुनेछ। 7 ml 10-15 ml सम्म हुन्छ तपाईँको 10 ml 7 देखि 10 ml पर 100 चिक्स बराबर चलाउन सक्नुहुनेछ। तपाईँहरूको साथै अब विभिन्न रोगहरू, अब तपाईँको 2-4 कुखुरा मरे ट्याकटुक भए त्यस्तो अवस्थामा तपाईँहरूले अब कुखुराहरू यो बेलामा अनेक रोग हुन्छ, सेतो छेर्ने, कुनै पनि इन्फेक्सन छिर्दा कुनै पनि देखेन तर कुखुराहरू मरिरहेको छ भनेपछि त्यस्तो अवस्थामा तपाईँहरूले भिर्गोन एस भन्ने एउटा पाउँछ, भिर्गोन जो छिट्न पनि सकिन्छ। त्यसलाई तपाईँको पानीमा तपाईँको फिटेर खुवाउन सकिन्छ। त्यसलाई 1 बाल्टीमा तपाईँको 1 गराउने, 1 गराएर तपाईँको 1 ग्राम 1 लिटर प्रति पानीमा 20 लिटरको बाल्टीमा ट्याक्क गराएर करिबन त्यही ढक्कनको 1-1.5 बिर्का हालेर 2 बिर्कासम्म हालेर तपाईँहरूले बिहानको 2-3 घन्टाको पानीमा भिर्गोन पनि खुवाउन सक्नुहुनेछ। त्यस्तो जान्दै नजान्ने किसानहरूले भन्दै अब भिडियो अत्याधिक लामो भएको कारणले गर्दा 20औं दिनको भिडियोसम्म आउँदा हेर्ने सम्पूर्ण साथीहरूलाई अब धन्यवाद दिँदै कहाँदेखि हेर्नुहुन्छ कमेन्ट बक्समा लेख्नु होला। र भिडियोलाई मन पर्छ भने सब्सक्राइब गरी मेरो भोलिको 21औं दिनको भिडियोमा आउनुहुन सम्पूर्ण कुखुराप्रति आस्थावान साथीभाइ, सङ्गी, इष्टमित्र, दाजुभाइ, नेपाली दाजुभाइहरूलाई अनुरोध गर्दै म भिडियोलाई अन्त गर्न चाहे। हवस् त, नमस्ते, जय किसान, जय देश, जय नेपाल।